यो भक्तपुरको पुरानो सबभन्दा पाँचतले मन्दिर यो राम्रो हामी सबैले देखेको कुरो हो र यो सबभन्दा पुरानो भक्तपुरमा भूपतेन्द्र मल्लले निर्माण गर्नुभएको यो पुरानो मन्दिर र यहाँ चाहिँ धेरै पुराना वस्तुहरू र बहुमूल्य मणिकहरूको खानी भनेर पनि चिनिन्छ। यो भक्तपुरको पुरानो सबैभन्दा रमणीय ठाउँ र पुराना वस्तुहरू पाइने ठाउँ भक्तपुरको। विशेष गरी यो भक्तपुरमा आएपछि यो पाँचतले मन्दिरको दर्शन चाहिँ गर्नु नै पर्ने हुन्छ र गरौँ सबैले। यहाँ जब भक्तपुर आइसकेपछि यो पाँचतले मन्दिरको एरिया र यो बाघ भैरवको मन्दिरको दर्शन नगर्ने कोही नहोलान्। यहाँ देश विदेशदेखि विदेशसम्म सम्पूर्ण जनसमुदायहरूले यसको धेरै वर्णन गरेर यसको विश्व सूचीमा पनि राख्न सफल भएको छ भक्तपुरको यो पुरानो त्यसले गर्दा। यो यहाँको सबैभन्दा विशेषता भनेको यो पाँचतले मन्दिर दरबारस्कार त्यो तलेजु भवन बाघ भैरवहरूको मन्दिर हो। सम्पूर्ण दर्शक महानुभावले हेरिदिनु होला।